यदि तपाईहरूले अहिले पनि पुरानो स्टाइलले पब्जी खेल्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँहरू अहिले हार्दै हुनुहुन्छ होला। भर्जन 4.4 मा स्नाइपर राइफलको ड्यामेज चेन्ज भएको छ। एआरहरू लङ रेन्जमा विक भइसके र एउटा नयाँ इभल्भिङ राइफल पनि आएको छ जसको बारेमा कसैले पनि कुरो गर्दैन, तर त्यो राइफल एकदमै युजफुल छ। आज म तपाईँहरूलाई 6वटा मात्र टिप्स दिन्छु जसले गर्दाखेरि तपाईँको गेम प्ले यो नयाँ अपडेटमा बढी राम्रो हुन्छ। मलाई थाहा छ म यो भिडियो बनाउन ढिलो गरेको छु, तर मेरो केही पर्सनल कारणले गर्दाखेरि भएको। ल अब जम्प टिप्सतिर। पहिलो टिप भनेको चाहिँ गनको मेटा बुझ्नु हो। अब मैले अगाडि नै भनिसकेँ, अहिले स्नाइपरहरूको ड्यामेजहरू लगभग उस्तै राखिदिएको छ। 40 मिटर होस् या 400 मिटर ड्यामेज भनेको उत्तिकै हुन्छ। तर एआरहरूको लङ रेन्जमा ड्यामेज अलिकति विक बनाइदिएको छ, तर सर्ट रेन्जमा भने उस्तै डेन्जरस नै छ अहिले पनि। अलराउन्डर खेल्ने हो भने M4 नै बेस्ट हुन्छ, तर यदि एग्रेसिभ खेल्नुहुन्छ भने ग्रोजा, MK यही गनहरू ओभर नै राम्रो हुन्छ। टिप नम्बर 2 भनेको म्याप हेरिकन गन सेलेक्सन गर्नुपर्छ। जस्तो इराङ्गलहरूमा जहाँ पनि फाइट पर्न सक्छ, त्यसको लागि हामीलाई लङ रेन्ज गन पनि चाहिन्छ, सर्ट रेन्ज गन पनि चाहिन्छ। त्यसैले म चाहिँ बोक्ने भनेको MP र M4 प्रायः बोकेर हुन्छु, कहिले काहीँ DMR पनि चलाउँछु। तर सानो लिभिक भनेको क्लोज रेन्ज फाइट हुन्छ र त्यसमा स्नाइपर बोकेर काम छैन, त्यसैले म्याप हेरिकन हामीले गन सेलेक्सन गर्नुपर्छ। टिप नम्बर 3 चाहिँ सेन्सिटिभिटी म्यानेजमेन्ट हो। सेन्सिटिभिटी पनि चेक गर्नुपर्छ हामीले हरेक अपडेट आइसकेपछि। यो सेन्सिटिभिटीको बारेमा भन्नुभन्दा अगाडि मेरो भिडियो लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। सेन्सिटिभिटीको नर्मल रुल भनेको चाहिँ रेड डट र होलोको सेन्सिटिभिटी अलिक धेरै राख्नुपर्छ। 4x र 8x को सेन्सिटिभिटी अलिकति कम राख। लङ रेन्जमा ट्यापको लागि काम लाग्छ। टिप नम्बर 4 पोजिसनले धेरै नै फरक पर्छ। एमभन्दा पनि धेरै फरक पर्ने भनेको पोजिसनले हो। ओपन रस एभोइड गर्ने अनि कभर टु कभर फाइट मात्र लिने। पोजिसनिङले गर्दाखेरि तपाईँले हारेको 1v1 पनि जित्न सक्नुहुन्छ। त्यसैले आफू सक्दो हाई रिचमा, हाई ग्राउन्डमा बसेर मात्र फाइट लिने, कहिले पनि ओपनमा गएर फाइट नलिने। अहिलेको मेटा भनेको न धेरै रस न धेरै क्याम्प, यो जस्ट बिचको हो। परेको बेला 1v1 लिने, होइन भने रिसेट गरेर रेस्ट गर्ने। टिप नम्बर 5 राम्रो इयरफोन युज गर्ने। हामीले जति जे गरे पनि साउन्ड बिना यो पब्जी खेल्न सकिँदैन। तपाईँले लेफ्ट राइट साउन्ड मजाले बुझेर मात्र अगाडि तस्कन जानुपर्छ। यदि त्यहाँनिर कोही क्याम्प गरेर बसेको छ भने पनि उसको घिस्रिने आवाज सबै सुनिन्छ। त्यही भएर एउटा राम्रो इयरफोन किन्नु होला। ऱ्याङ्क मात्र खेलेर प्र्याक्टिस गर्नु हुँदैन। 10 मिनट जस्तो आफूले चलाउने गनको प्र्याक्टिस ट्रेनिङ ग्राउन्डमा गर्नु अनि 2-3 गेम TDM खेल्नुहोस्। जहिले पनि कभर टु कभर फाइट मात्र लिने हो। तपाईँको अन्तिम टिप्स भनेको चाहिँ कहिले पनि ठुलो प्लेयरहरूको कपी गर्न खोज्ने होइन, आफ्नो युनिक स्टाइल निकाल्नुहोस्। हस् त आजको लागि यति नै। अब अर्को कुन भिडियो चाहियो तपाईँहरूलाई कमेन्ट गर्न नबिर्सिनु होला।